हुनलाई गएको वर्ष विभिन्न जस्तै हामीले धेरै जाने भनेको भौतिक संरचनाहरू विशेष गरेर बाटोको कुराहरू हुन्छ। त्यसमा पनि अलिकति गएको वर्ष चाहिँ एकदमै मेटेरियल्सहरूको भाउ पनि बढेको कारणले गर्दा पनि धेरै जसो पालिकाहरूमा स्थानीय तहमा होला अथवा सङ्घले हेर्ने होला प्रदेशले हेर्ने होला त्यसमा चाहिँ केही बजेटहरू भनौँ न अपेक्षित खर्च नभएको चाहिँ हो। त्यो कुरा हामीले पनि बुझ्नुपर्छ र त्यसमा अब आगामी दिनमा त्यसमा के पनि हो भनेदेखि दुई तिनवटा कुराहरू छन्। एउटा भनेको त्यो हो र जहिले पनि हामीले विकास निर्माणका कुराहरू माघ फागुन गइसकेपछि बल्ल सोच्न सुरु गऱ्यौँ। बजेट पुस्तिका हामीले बजेट सार्वजनिक असार मसान्तिमा गर्ने होइन, त्यसपछि आइसकेपछि चाहिँ बजेट कार्यान्वयनको चरणमा चाहिँ हामीले माघ फागुन पुगेपछि बल्ल त्यो पुस्तक चाहिँ हेर्न हाम्रो मातहतका धेरै चाहिँ त्यस्तो खालको परिवेशले गर्दा पनि अलिकति विकास निर्माण चाहिँ टाइममा नहुने, जनताले चाहिँ त्यही साथीहरू खेप्नुपर्ने अवस्था चाहिँ छ। त्यसलाई अब हामीहरू अब मेयर साहब यही हुनुहुन्छ, कर्मचारी साथीहरू यही हुनुहुन्छ, हामीहरू सबैजना मिलेर एउटा सङ्घीय सांसदको रूपमा हामीले के गर्नुपर्छ, प्रदेशका सांसदहरू हुनुहुन्छ, मान्य हुनुहुन्छ, उहाँहरूले के गर्नुपर्छ, स्थानीय त हजुर हामीहरू सबैजना मिलेर त्यसलाई समयमै कार्य प्रारम्भ गरेर समयमै समापन गर्ने गरेर अघि सफ्टवेयर नचल्ने कुरा पनि कर्मचारी साथीले गर्नुभएको थियो। त्यसमा के भयो भनेदेखि हामीले धेरै जस्तो लोडहरू जहिले पनि असारको 15 पछाडि 15देखि 25सम्मलाई सबै लोडहरू राख्छौँ होला। त्यसमा जस्तै जनताको पनि केही कमी कमजोरी होला, हामी जनप्रतिनिधिको पनि कमी कमजोरी होला र कर्मचारी तहबाट पनि केही न केही कमी कमजोरी भयो होला। आगामी दिनमा चाहिँ त्यो खालको परिवेश चाहिँ कम्तीमा नगरौँ। विकास निर्माणका कामहरू अब साउन लागिसक्यो, साउनको 1 गतेबाट नै अब सुरुवात गरौँ न। एकैचोटि त्यतिखेर 12, 14 घन्टा, 15 घन्टा, 24 घन्टा हजुरबाट टेन्सन लिनुपर्छ भने अहिलेदेखि 8 घन्टा चाहिँ एकदमै डेडिकेटेड भएर काम गरौँ न। बरु यो कारणले गर्दा भएको छैन भन्ने छ भने त्यसलाई चाहिँ कसरी सम्बोधन गर्न सकिन्छ, मेयर साहबसँग कुरा गरौँ, हामीसँग कुरा गरौँ, हामी पनि त्यसको लागि तयार छौँ। त्यसरी चाहिँ अगाडि बढ्नको लागि म आग्रह गर्न चाहन्छु। र विशेष गरेर अघि जस्तै पर्यटनको एकदमै सम्भावना भएको भिरकोट नगरपालिका, त्यहाँ चाहिँ विशेष गरेर आउने बित्तिकै त्यो कुरा धेरै सुनिन्छ। जस्तै बाहिर जाँदा पनि भिरकोट भन्ने बित्तिकै प्याराग्लाइडिङको पहिलो स्कुल, नेपालकै एसियाकै पहिलो स्कुल भएको नगरपालिका भनेर हामीले सुन्छौँ। तर त्यहाँ जाने बाटो हाम्रो बाबुजीसँग पनि बारम्बार कुराहरू भइराखेको हुन्छ। जस्तै त्यहाँ प्याराग्लाइडिङ स्कुल सञ्चालन गर्नुभएको छ, त्यहाँ जाने बाटो यति धेरै जोखिमयुक्त बाटो छ कि त्यहाँ पर्यटकहरू सजिलै जाने अवस्था छैन। र हजुरहरूले जस्तै यसभन्दा पहिले जस्तै बजेट सङ्घबाट आयो, सङ्घबाट बजेट आउने बित्तिकै बजेट चाहिँ खासै स्याङ्जामा परेन भन्ने खालको धेरै भीमहरू फिजाइयो पनि त्यो कुरा होइन। बजेट विगतका वर्षहरूमा भन्दा राम्रो नै परेको छ होला। अपेक्षा जनताका अपेक्षाहरू धेरै थिए, हामीले पनि धेरै अपेक्षाहरू सम्बोधन गर्नुपर्छ भनेर हामीले पनि पहलहरू गर्नुपर्ने ठाउँमा गऱ्यौँ। मेयर साहबले पनि गरिराख्नु भएको थियो, बारम्बार हामीहरू संवाद थियौँ। त्योभन्दा पहिले मैले के भन्छु भने मेयर साहबको पनि फोन चाहिँ प्रतिनिधि उठाउनु भएन भन्ने, सायद मेयर साहबबाट आयो कि यताबाट आयो मैले त्यो कुरा अलिकति बुझिनँ। कहाँनिर कम्युनिकेसन, हामीसँग कम्युनिकेसन चाहिँ भइरहेछ मेयर साहबको र हाम्रो कम्युनिकेसनमा त्यस्तो ग्यापिङ चाहिँ त्यस्तो केही पनि छैन। हजुरहरू निर्धक्क हुनुहुन्छ। मेयर साहबले त्यही हो कि एउटा मात्रै के हो भने यही आज हामी जुन भवनमा बसेर कार्यक्रम गर्दैछौँ यो भवनकै समुद्घाटनको कार्यक्रममा हाम्रो सदनको कारणले गर्दाखेरिमा हामीहरू उपस्थित हुन सकेनौँ। मेयर साहबले हामीलाई आमन्त्रण गर्नुभएको थियो, निमन्त्रणा गर्नुभएको थियो र त्यो कार्यक्रममा उपस्थित हुन नसक्ने जानकारी मेयर साहब कार्यक्रममा हुनुहुन्छ भनेर मैले स्वयं आफैले म्यासेज गरेर म्यासेज मार्फत मेयर साहब यस्तो यस्तो भयो, त्यो कारणले गर्दा हामीहरू चाहिँ उपस्थित हुन सकेनौँ भनेर मैले म्यासेज पनि गरेको थिएँ। सम्भवतः अहिले मेयर साहब बोल्ने क्रममा त्यो पनि भन्नु होला। हामी चाहिँ कोअर्डिनेसनमा अथवा फोन सम्पर्कमा हामी राजनीतिक दलको हिसाबले फरक फरक राजनीतिक दलबाट निर्वाचित भएर गइसकेपछि हामी जनप्रतिनिधि हो, उहाँ पनि जनताको सेवा गर्छु सेवक हुन्छु भनेर आउनुभएको हो। हामीहरू पनि आएको, हामी होला एउटा पार्टीको चुनाव चिन्ह लिएर उठ्यौँ होला। तर यो ठाउँमा आइसकेपछि उहाँले पनि जनताको सेवा गर्नु उहाँको दायित्व हो, कर्तव्य हो र स्वयं हाम्रो दुईजना सांसदको पनि त्यो दायित्व हो। त्यसकारणले गर्दा हाम्रो दायित्व हामी कर्तव्यबाट हामीहरू टाढा भाग्दैनौँ, त्यो हजुरलाई जानकारी गराउन चाहन्छु। र हामी मेयर साहबसँग निरन्तर संवादमा कोअर्डिनेसनमै रहेको पनि जानकारी गराउन चाहन्छु। र यो सोरेक मैदानको बाटोको विषयमा अहिले के भएको छ भनेदेखि इन्डिभिजुअली जस्तै सरकार गठन भएको छोटो समयमा नै बजेट निर्माण गर्नुपर्ने अवस्था थियो। त्यो कारणले गर्दा कतिपय ठाउँहरूमा चाहेर पनि बजेटहरू पर्न सकेनन्। तर सङ्घीय जुन चाहिँ सङ्घीय सदन सहरी मार्फत चाहिँ बजेटहरू भिरकोटमा परेको छ। एउटा टपिक्समा 5 करोड, एउटा टपिक्समा 4.5 करोड, अनि बाटो मेन्टेनेन्सकै लागि भने 1.5 करोड छुट्टा छुट्टै टपिक्सहरूमा बजेटहरू परेको छ। वडा नम्बर 5 मा त एउटा बाटो त बजेट नै यो बाटोको लागि भनेर नै परेको अवस्था छ बाटोकै कुरा गर्दा। र त्योमा पनि हामीले यदि सोरेक मैदान जाने एकदम महत्त्वपूर्ण हो भने
त्यो दुईटा बजेटमध्ये सङ्घीय सदन मार्फत जुन खालको बजेट सदन विकास शहरी विकास भन्ने हुन्छ त्यो मार्फत जुन बजेटहरू गरेको छ त्यसमा चाहिँ मेयर साहबसँग हामी कोर्डिनेसन गरेर ठिक छ अहिलेको वर्षलाई चाहिँ हामीले चाहिँ सोरेक जाने बाटो त्यो दुईटा टपिकमा परेको छ, एउटा टपिक चाहिँ सोरेक जाने बाटोमा प्रयोग गरौँ न त भन्न पनि सक्ने अवस्था छ। बजेटै नपरेको होइन, हामीले प्रायोरिटी छुट्याउँ, प्राथमिकता छुट्याउँ। सरकारले पनि त्यही हो, जस्तै स्थानीय तहलाई पनि बलियो बनाऊ, स्थानीय तहलाई धेरै आफ्नो क्षेत्रभित्र आफ्नो पालिकाभित्र मुख्य प्राथमिकता के हो भन्ने कुरा त मेयर साहबलाई बढी जानकारी छ नि त, मेयर साहबलाई बढी थाहा छ नि त। त्यस हुनाले गर्दा हामी र मेयर साहबहरू हामीहरू बसेर छलफल गरौँ र अहिले प्राथमिकताको आधारमा यो बाटो चाहिँ बन्नै पर्ने खालको अवस्था छ भनेर हामीले देखिरहेको। ठिक छ अहिलेलाई सोरेक मैदान जाने बाटो बनाऊ र जुन पर्वत जाने बाटोको विषयमा हजुरहरूले कुराकानी गर्नुभएको छ त्यसमा पनि ध्यानाकर्षण भएको छ। यहाँबाट साथीहरूले पनि बारम्बार भन्नुभएको थियो, मेयर साहबले पनि एकदमै चासो व्यक्त गर्नुभएको थियो, ल न यो त एउटा जिल्लाबाट अर्को जिल्ला जाने बाटो हो भन्ने कुराहरू मेयर साहबले पनि जानकारी गराउनु भएको थियो। त्यसलाई चाहिँ कर्मीसँग हामीले चाहिँ त्यसरी प्राथमिकता छुट्याएर काम गर्नको लागि बजेट चाहिँ नभएको अवस्था होइन। उठ्दै आएको कारणले गर्दा पनि हामीले सम्बन्धित तहमा सबै कुराहरू पुर्याएका छौँ र बजेटमा पनि बजेट भाषणमा पनि स्पष्टसँग चाहिँ भनौँ न सिद्धार्थ राजमार्ग स्तर उन्नति गर्ने भनेर स्पष्ट बुदामै उल्लेख गरेको थियो। बजेट विनियोजनको क्रममा अलिकति हजुरले बुझ्नुपर्छ, अघिल्लो वर्ष अलिकति बजेट पनि परेको के हो कुरो भनेर पनि यहाँ अघि प्रश्नहरू आए। त्यसमा अघिल्लो पटक एसियाली डेभलपमेन्ट ब्याङ्कबाट जुन बजेटहरू एलोकेट गर्यो त्यो चाहिँ डिपिआर बन्नको लागि बजेट थियो र डिपिआरको काम 2-3 चरणको डिपिआर भएको छ। एउटा भनेको डेडिकेटेड टु ल्यान्डको एउटा छ, धेरैजनाले अहिले पनि अपेक्षा गरिराख्नु भएको एउटा डेडिकेटेड फोल्यान्डको यही भएकै संरचना डेडिकेटेड फोल्यान्ड एउटा द्रुत मार्गको रूपमा, द्रुत मार्ग भनेको कतिपय ठाउँमा डकहरू सुरुङहरू राखेर द्रुत मार्गको रूपमा जुन चाहिँ सजिलै 2 घन्टामै पोखरादेखि सुनौली पुग्न सकिने खालको अथवा 2 घन्टाभन्दा अझै कममा पुग्न सकिने खालको त्यो खालको त्यो 3-4वटा फेजमा चाहिँ त्यो स्टडी भएको छ। त्यो पैसाबाट त्यो बजेट परेको पनि स्टडीकै लागि थियो र त्यो क्लियर भइसकेपछि स्टडी भइसकेपछि चाहिँ सरकार चाहिँ अहिले पनि पूर्वाधार विकास मन्त्रीले अर्थमन्त्रीले स्वयं हामी प्रतिनिधिको रूपमा हामी जाँदै गर्दाखेरि उहाँहरूले यस वर्षभित्रमा हामीले टेन्डर आह्वान गरेर नै अगाडि बढ्छौँ, हजुरसँग कोर्डिनेसन गरेर नै गर्छौँ भनेर उहाँहरूले पनि प्रतिबद्धता दिएको कुरा छ। र अघि पत्रकार मित्रले पनि कुरा प्रश्नहरू राख्नु भएको थियो। सम्भवतः यो 5 वर्षभित्रमा हामीले यो वर्षबाट नै सिद्धार्थ राजमार्गको स्तर उन्नतिको लागि टेन्डर आह्वान गरेर 5 वर्षभित्रमा चाहिँ यो स्याङ्जाको एउटा मेरुदण्डको रूपमा रहेको सिद्धार्थ राजमार्ग एउटा मुख्य विकासको रूपमा रहेको सिद्धार्थ राजमार्ग स्तर उन्नतिलाई हामीले पहल गर्छौँ। सँगसँगै सिँचाइको विषयमा कुराकानी गर्नुभएको थियो, त्योसित सँगसँगै त्यहाँ ड्याम चाहिँ त्यही सिमलचौरको वारीपट्टिबाट ड्याम कसेर गएको त्यही हो नि होइन सिँचाइ योजना त त्यहाँ तल त्यो सिमलचौरको त्यो वडा नम्बर 6 को वारीबाट त्यो ड्याम कसेर त्यसरी गएको छ नि होइन, त्यही हो नि होइन सिँचाइ योजना त। त्यो बिचबिचमा कुलोहरू अलिकति मर्मतहरू नभएको भएकोको भन्ने कुराहरू छन् र वडा नम्बर 6 मा जुन सिमलचौरको सिँचाइको विषयमा पनि मेयर साहबले पनि चासो व्यक्त गर्नुभएको थियो, स्वयं हाम्रा साथीहरूले पनि चासो व्यक्त गर्नुभएको थियो र सम्बन्धित तहमा हामीले डिपिआर बनेको त्यो चाहिँ पठायौँ। तर पछि स्टडी गरेर यहाँ सिँचाइसँग यताउतिसँग बुझ्दाखेरिमा नजिकको सतह त्यो डिपिआरभन्दा धेरै नै तल गएको भएर त्यही ठाउँबाट ड्याम कसेर लैजाँदाखेरि त्यति धेरै उपयुक्त हुँदैन कि त्यहाँ ड्याम ठुलो कस्दा पनि पारिपट्टिको खेतीयोग्य जमिनमा पुरै पानीहरू पस्ने सम्भावना रहेछ। हेर्नुहोस् अहिले पनि हामी अहिले त्यहाँ भिजिटमा जाँदा पनि हेरेर आयौँ, निर्वाचनमा जाँदै गर्दा पनि त्यो ठाउँ हेरे हो। त्यसो हुनाले गर्दा अलिकति वैज्ञानिक तरिकाले अलिकति सोचेर विचार गरेर नै गर्नु पऱ्यो। अलिकति लङ लास्टिङ अहिले पनि फेरि 2-4वटा पाइप यसो लिएर आएर ट्र्याक्टरको पार्ने, अहिलेको बर्खा त काम चल्ने, अर्को बर्खाबाट नआउने खालको अवस्था पनि हुन भएन। अलिकति दीर्घकालीन रूपमा सोचौँ भनेर यी दुईटै वारीको योजना र पारीको योजनालाई एउटै ड्याम बनाएर के कसरी हामीले गर्न सकिन्छ र यो कुलोहरू अलिअलि बिचमा यो नहरको नबनेको कुरामा पनि हाम्रो ध्यान आकर्षण भएको छ र मेयर साहब यहीँ भएको कारणले गर्दा उहाँको पनि पक्कै पनि त्यसमा चाहिँ जानकार नै हुनुहुन्छ, ध्यान आकर्षण भएको छ। हामीहरू मिलेर स्थानीय सरकारले गर्नुपर्ने, प्रदेश सरकारले गर्नुपर्ने र सङ्घीय सरकारको रूपमा हामीले झल्काउनु पर्ने ठाउँमा चाहिँ हामीले काम गर्छौँ। म यहाँ एउटा जानकारीमा मैले अघि पनि कुराकानी गरेँ, यो एकदम प्राथमिकताको विषय हो कि जस्तै मानव अहिले जस्तै भिरकोटको समग्र व्यापार व्यवसाय हेर्नुहुन्छ भने पनि यही भिरकोटको आसपासको क्षेत्रलाई मात्रै धानेको छ। यदि हामीले पर्वत जाने बाटोलाई सहज बनाउन सक्यौँ भनेदेखि त यहाँको पेसा व्यवसाय गर्ने साथीहरूलाई पनि त्यसले त राहत हुनेछ नि त। पर्वतका आम जनसमुदायहरू यो बाटो आउने बित्तिकै त व्यापारमा सजिलो हुने होला यातायात भनेपछि त्यसमा चाहिँ एकदमै चासोको रूपमा हेरेका छौँ र यसलाई सम्बन्धित तहमा हामीले पुर्याउँछौँ र पुर्याइ पनि राखेको यहाँलाई जानकारी गराउन चाहन्छु। तत्त्वबन्धनको विषयमा पनि धेरैजसो चाहिँ वारीको फेसमा चाहिँ धेरै भारै छ तत्त्वबन्धन। यो यही तल मात्रै है, फेरि म धेरै तलसम्म त हेरिसकेको छैन मेरो छ। यो वारीको फेसमा पारी चाहिँ अलिकति खेतीयोग्य जमिन पनि अलिकति जोखिम भएको भन्ने कुरा देखियो र आँधी खोला जस्तै खोला भएको कारणले गर्दा धेरै तत्त्वबन्धन गर्ने त्यस्तो खालको संरक्षण गर्ने जिम्मा चाहिँ प्रदेश सरकारलाई बढी हुन्छ। ठुल्ठुलो नदीहरूको सङ्घीय सरकारले हेर्छ र खोला नालाहरू त्यस्तोहरूको चाहिँ धेरै चाहिँ प्रदेश सरकार मातहतमा हुन्छ। तर सङ्घीय सरकारले प्रदेश सरकारलाई भन्नुपर्ने अथवा बजेटको अभाव हो भने बजेट विनियोजन गर्ने कुरामा चाहिँ हाम्रो चासो नै रहेको म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। र बाँदरको समस्याको विषयमा कुराकानी गर्नुभएको छ चित्रबहादुर राणा सरले, कार्यपालिका सदस्य पनि हुनुहुन्छ उहाँ।
बाँदरको समस्याको विषयमा निर्वाचनमा हिँड्दै गर्दा र यसभन्दा पहिले पनि हामी त म त स्वयं यही गाउँठाउँमै हुर्केको भएर यो देखेको मात्रै समस्या होइन, सुनेको मात्रै समस्या होइन, स्वयं आफैले पनि अहिलेसम्म पनि भोगिरहेकै समस्या हो। र विभिन्न ठाउँमा जाँदाखेरिमा ओहो फल्नु देशले त बाँदर त एक्सपोर्ट गरेर लिएर जाने रहेछ, इम्पोर्ट गर्ने रहेछ, यहाँबाट एक्सपोर्ट गर्ने त भइगयो नि भन्ने खालको सुझावहरू पनि दिनुहुन्छ। एउटा कुरा हामीले बुझ्नुपर्ने के छ भने यो अलिकति जटिल उस चाहिँ हो, तर कृषि मन्त्रालय मार्फत एउटा समिति नै बनाएर बाँदर नियन्त्रणको लागि, बाँदरबाट खेतीयोग्य जमिन संरक्षण गर्नको लागि के हुनसक्छ भन्ने कुरा एउटा विज्ञहरूको टोली नै बनाएर स्टडी गरिरहेको अवस्था चाहिँ छ। त्यसको प्रतिवेदन आउन केही समय लाग्ला र हजुरहरूले दिएको जस्तै छोपेर अर्को देशमा पनि त पठाउन सकिने रहेछ भन्ने अवस्थामा के रहेछ भने मैले पनि पहिले त्यस्तै सोच्दै गर्दा के रहेछ भने यसभन्दा पहिलेकै सरकारहरूले एकचोटि एउटा स्टडी गरेर रहेछ पशुपति क्षेत्रमा। पशुपति क्षेत्रका केही बाँदरहरूलाई स्टडी गर्दाखेरिमा त्यहाँ भएका बाँदरहरू जतिलाई स्टडी गरियो त्यसको 70% भन्दा धेरै बाँदरलाई चाहिँ एचआइभी देखियो। भनेपछि त जस्तै विदेशी मुलुकले यदि लैजान चाह्यो भने पनि रोगी बाँदरहरू त लैजाँदैन होला, लैजाँदैन नि त उनीहरूले त। जस्तै चिडियाखानामा लैजाने कुरा होला अथवा उनीहरूले केही कारणले प्रयोग गर्ने रहेछ भने पनि त्यो त सम्भव त छैन। भनेपछि त्यो वैज्ञानिक कारण र त्यो चेक गर्ने सबै मेटेरियल चेक गरेर त्यो 30% मात्रै उस गर्दा भनेको अपरेटिङ एकदमै हाई आउँदो रहेछ, जुन चाहिँ हाम्रो बजेटले पनि अलिकति जान्न नसक्ने। त्यसमा त विभिन्न फेसमा जस्तै चाइना र भारतमा हेर्नुभयो भने एउटा चाहिँ बाँदरमा एउटा चिप्स फिड गरेर बाँदर चाहिँ कुन ठाउँमा छ, कुन जङ्गलमा छ र खेतीयोग्य जमिनमा आउनलाई कति समय लाग्छ भन्ने खालको त्यो खालको चिप्सहरू फिड गरेर विभिन्न बस्तीहरूमा राखेको त्यो सेन्सरहरू बस्तीहरूमा राखेको पनि पायौँ। तर त्योसँग सँगसँगै अलिकति वन्ध्याकरणको पनि कुराहरू आउँछ। वन्ध्याकरण कुन उपयुक्त हुन्छ त्यो समिति मार्फत एउटा सुझाव आइसकेपछि त्यसलाई कार्यान्वयनलाई चाहिँ सङ्घीय सरकार पनि यसमा चाहिँ सिरियस छ। किनभने जाँदै गर्दा यो कुराहरू उठाएको थियो। स्वयं म निर्वाचित भएर गइसकेपछि प्रधानमन्त्रीज्यू सामान्य प्रधानमन्त्रीज्यूसँग पहिलो अन्तर्क्रिया कार्यक्रममा पनि हामीले यो कुराहरू पनि राखेका थियौँ र अन्य सांसद साथीहरूले पनि राख्नु भएको थियो। भनेपछि यसलाई चाहिँ एकदमै चासोकै रूपमा हेरेको म यहाँलाई जानकारी गराउन चाहन्छु। मान्य मन्जुलाई के हो त नि, बजेटमा त 1 रुपियाँ पनि देखिएन। बजेट त कागजमा भने जुन तपाईँको बुझाइ मलाई चाहिँ बुझाइ हुने हो, मैले पनि हेर्ने त्यही हो, सुन्ने त्यही हो। मैले लेखेको बजेट पनि होइन, हामीले लेखेको बजेट भन्ने हिसाबले सरकारले जब बजेट आइसकेपछि अरू ठाउँको बजेटमा चाहिँ गयो। अब त्यसपछि मिडियाका साथीहरूले धेरै नै मिडियामा लेख्नुभयो, हामीले धेरै त्यहाँ प्रतिक्रिया नदिए पनि अब तपाईँहरूका लेखेका प्रतिक्रिया पक्कै पनि हाम्रो कानमा नै पुग्छन्, हामीले देख्छौँ पनि, हामीले पढ्छौँ पनि। त्यो अनुसारले के त भन्ने भनिसकेपछि मान्य मन्त्री पोखरालाई यहाँ आइराख्दाखेरि 97 अर्बको हाम्रो एग्रिमेन्ट साइन भइसकेका थिएन। सुनिश्चित नभइकन यति नै रकम भनेर लेख्न नमिलेको हो। यो बाटोलाई द्रुत गतिको मार्गको रूपमा अगाडि बढाउने भन्ने हिसाबले हामीले लिएका छौँ। यसमा हाराहारी 97 अर्बको चाहिँ यसमा चाहिँ टोटल सम्पन्न गर्न पैसा लाग्छ। त्यो अनुसारले अगाडि बढ्नुपर्छ र त्यसमै चाहिँ हामी यो गर्छौँ। तपाईँले त्यही भन्नुहोस्, यही वर्षको अब रातो किताब छापिन्छ केही न केही पैसा त्यहाँ लेखेर नि आइपुग्छ भन्ने हिसाबको उहाँको प्रतिक्रिया थियो र सोही अनुसारले रातो किताबमा केही पैसाहरू देखिएको छ। एक अब यहाँ आज कस्तो कुरो उठ्यो, हाम्रो दाइले चाहिँ यहाँ अगाडि कुरा उठाउनु भयो। सबैले बुवा भनौँ दाइ भनौँ, सबैले दाइ भनेको मैले पनि भक्तबहादुर केसी उहाँले दाइ नै भने। उहाँले चाहिँ हाम्रो म अहिले यो कुरा हेर्नुहोस् है, हामीमा छलफल कम हुँदाखेरि हामी कस्तो अब उहाँले के भन्नु, हामी एकतिर 97 अर्ब अहिलेसम्म मान्यज्यू 2-3 फेरि संसदमा सिद्धार्थ राजनाथ भनिसक्नुभयो। मैले संसदमै गर्न भने पनि प्रधानमन्त्रीसँग भेट्दै गर्दाखेरि बजेट बनाउँदै गर्दाखेरि सिद्धार्थ राजनाथ प्रायोरिटीमा भनेर बारम्बार भनेको। अनि हामीले ठुलो बाटो यो चाहिँ 2टा ठाउँ पोखरा र उसलाई यो चाहिँ मध्य पहाडी भएको एउटा ठुलो राजमार्गको रूपमा यसलाई चाहिँ हामीले अगाडि लानुपर्छ। यो मेरुदण्ड हो, आर्थिक मेरुदण्ड हो, आर्थिक विकासको मेरुदण्ड भन्दै हिँड्यौँ। आज उहाँले के भन्नुभयो, यहाँ चाहिँ अब यो अर्को कोरिडोर बन्दै गर्दाखेरि यो बाटो त्यति धेरै चाहिँदैन। अब मलाई थाहा छैन, यसले मलाई तपाईँले कन्फ्युज गर्नुभयो। राज्यलाई यदि चाहिँदैन भने म त्यो त रिभाइज गर्न भन्ने भयो। यदि के होइन भने यहाँ अलिकति तपाईँ हामीले फेरि छलफल गर्नु पऱ्यो। वा त्यही 97 अर्ब खर्चै गर्दाखेरि त्यो आवश्यकै नभएको 97 अर्ब खर्च गर्ने हो कि म आफै हिँड्दै गर्दाखेरि अब राज्यले यसलाई आजका 10 वर्ष 5 वर्ष आजको आवश्यकतालाई होइन, आजका 50 वर्षपछिको आवश्यकतालाई हेरेर यसलाई द्रुत मार्गको रूपमा 4 लेनको बाटो लिएर जाने भन्ने हिसाबले अगाडि बढ्दै गर्दा, नम्बर अफ टनेलहरू त्यहाँ बनाउने प्लानिङ गर्दै गर्दा, डिस्टेन्सलाई सर्ट गर्ने, छोटो बाटोमा पुर्याउने ब्रिजका परिकल्पना गरेर त्यो बजेटहरूको विनियोजन गर्दै गर्दा र पहिलाको 30 करोडले त्यसको अध्ययनमा खर्च गर्न भनेर पहिला आएको वर्ल्ड ब्याङ्कको पैसा कुरा गर्नुभएको थियो होला। 30 करोड पहिला छुट्याएको, त्यसको अध्ययनको पनि अब त्यो सबैका आधारमा एउटा बनाइसक्दाखेरि अब यहाँबाट यो कोरिडोरबाट लाँदाखेरि यहाँ चाहिँ यो चाहिँ 2 लेन मात्रै भए हुन्छ भन्ने अहिले चाहिँ कुरा आउँदाखेरि यसमा हामी फेरि छलफल गर्ने हो कि पैसा खर्च त भइसकेको छैन नि, होइन?
होइन त्यसमा चाहिँ तपाईँहरू फेरि छलफल चलाउनुहोस् मलाई त्यो बाटो ठ्याक्कै कसरी हुन्छ तर मैले यो बाटो बन्दै गर्दाखेरि मैले मेरो पनि बुझाइ के थियो भने बुटोलबाट सोझै तपाईँको पोखरा पुग्ने 2-2.5 घन्टामा पुग्ने बाटो बनाउँदै गर्दाखेरि यहाँ साँच्चै नै यहाँको चाहिँ अर्थतन्त्रलाई ठुलो टेवा पुग्छ भन्ने मेरो बुझाइ यो छ तर उहाँले भन्दै गर्दा यताको यत्रो खर्च नगरिकन त्यताको निकाल्दाखेरि अझ 2 घन्टामा हामी हजुरले माथि नै बागलुङभन्दा माथि नै पुऱ्याइसक्नुभयो भनेपछि त्यो हिसाबले जोड्न सकिन्छ भन्नुहुन्छ भन्ने कालीगण्डा कोर्टहरूको त्यसलाई फेरि पुनः सोच्ने हो कि किनभने यो ढुकुटी त राज्यको हो भनेर हाम्रो होइन भन्ने त्यो मेन्टालिटी जुन हाम्रो छ त्यो चाहिँ छोडिदिनु त्यो तपाईँ हाम्रै हो ऋण लिए तपाईँ हाम्रो टाउ कहाँ गनेरै बसेको छ तपाईँलाई कर उठाए पनि तपाईँ हामीले करबाट यो पैसा त तपाईँ हाम्रै हो या ऋणको उसमा छ रूपमा छ कि त तपाईँ हाम्रो चाहिँ करको रूपमा छ यो पैसा तपाईँ हाम्रै हो सदुपयोग हुनुपर्छ भन्ने हो यसले आज म चाहिँ यो नयाँ क्वेसन यसमा चाहिँ यो रोड डिपार्टमेन्टमा फेरि यसमा चाहिँ एकपटक छलफल चलाउन चाहिँ म प्रयास गर्नेछु र फेरि कहिलेकाहीँ के हुँदैन यो बन्न लागेर फेरि मेरो छलफल चलाउने छु भन्दा यसलाई पनि झन् डिले हुन जान्छ कि भन्ने डर पनि छ त्यसैले अझै फेरि सोचौँ यो सिङ्जा जिल्लाको विकाससँग सम्बन्धित ठुलो एजेन्डा भएकोले र आज यो प्रश्न उठेको म त आउँछ कहिले भनेको थिएँ मेरो दिमागमा नि आएको थिएन आज दाइले चाहिँ यो कुरा उठाइँदाखेरि अब मलाई चाहिँ यो के हो यो त मेरै पैसा हो भने म यदि मेरो व्यक्तिगत पैसा खर्च गरेर बनाउँथेँ भने मलाई कुन बाटो बनाउँदाखेरि ठिक हुन्थ्यो भन्ने हिसाबले जसरी सोच्थेँ त्यसरी आज राज्यको ढुकुटी तपाईँ हाम्रो ट्याक्सको पैसालाई त्यो हिसाबले म हेर्नुपर्छ जस्तो लाग्यो यसले एउटा प्रश्न उठायो